कुमारी यस्तो नाबालिग बच्चा जसलाई दसैँको रात 108 भैँसी र बाख्राको डेड बडी माथिबाट हिँड्नुपर्छ। यदि ऊ डराउँछिन् भने ऊ कुमारी बन्नको लागि पर्फेक्ट हुन्नन्। सो आजको भिडियोमा हामी यही कुमारीलाई कसरी छानिन्छ भन्ने कुराको जानकारी लिनेछौँ। यो द लिभिङ गडेस कुमारीको पार्ट 2 हो। नमस्कार साथीहरू, म अर्जुन घिमिरे स्वागत गर्छु तपाईँलाई जियो नेपाल टेल्स च्यानलमा। अलिकति पनि ढिला नगरी आउनुहोस् हामी जाउँ हाम्रो टपिकमा। कुमारी जसलाई जिउँदो भगवान मानिन्छ कुमारीको शरीरमा माता लजुको आत्मा बास गरेको हुन्छ। यो ट्रेडिसनको सुरुवात कसरी भयो भन्ने कुरा मैले पार्ट 1 मा भनिसकेको छु। तर आजको भिडियोमा हामी कुमारी चयन गर्ने प्रक्रियाको बारेमा जानकारी लिनेछौँ। यो कुमारी छान्ने प्रक्रिया धेरै कठिन छ, किनभने यो ट्रेडिसनमा भाग लिने नाबालिग केटी हुन्छन्। त्यो नाबालिग केटीहरू त कोही त मात्र 2-3 वर्षकी मात्र हुन्छन्। उनी त त्यो बेलामा थाहा हुँदैन कि उनीहरूसँग के हुन्छ र किन हुँदैछ। कुमारी चयनमा सबैभन्दा पहिले उनीहरूको फिजिकल क्वालिटी र बिहेभियर हेरिन्छ र उनीहरूको शरीरमा कुनै घाउ चोट लागेको छ कि छैन र उनीहरूलाई कुनै रोग पनि छ कि छैन भनेर हेरिन्छ। र अर्को कुरा, उनीहरूको 20वटा दाँत हुनुपर्छ र त्यो सबै हेर्नुपर्छ कुमारी छनौटका लागि। यो सबै हेरिसकेपछि हेर्नुपर्छ माताले जुको 32 गुणमध्ये कतिवटा गुण मिल्छन् र 32 गुण हो आँखा गाई जस्तो, थाइज हिरण जस्तो, छाती सिंह जस्तो र अरू गुण। केटीमा यिनीहरू गुणहरूमध्ये बढी मिल्छ उनीहरू मात्र सिलेक्ट हुन्छन् र छानिएका केटीहरूको राशिफल राजाको राशिफलसँग मिलाइन्छ र जसको राशिफल बढी मिल्छ उनलाई नै कुमारी छानिन्छ। र अर्को सबैभन्दा डरलाग्दो टेस्ट हुन्छ दसैँको रात। त्यो रात माँ कालीलाई 108 भैँसी र बाख्राको बलि चढाइन्छ। त्यो रात छानिएका कुमारीलाई एउटा आँगनमा हिँड्नुपर्छ र त्यो आँगनमा हुन्छ त्यही 108 भैँसी र बाख्राको डेड बडी। यदि ऊ नडराई त्यहाँबाट हिँड्छिन् भने उनी छनौट हुन्छन् अर्को प्रक्रियाको लागि र उनीहरूलाई एउटा अँध्यारो कोठामा रात बिताउनु पर्छ र त्यो कोठामा हुन्छ त्यही 108 भैँसी र बाख्राको टाउको। त्यसपछि अन्तिम प्रक्रिया हुन्छ जसमा छानिएका कुमारीलाई एक्स कुमारीको गहना र अरू सामानको पहिचान गर्नुपर्छ। यदि सबै चिनियो भने उनलाई कुमारी बन्न दिइन्छ। कुमारी छानिएपछि केही प्रक्रिया गरिन्छ र उनलाई कुमारी घरमा सिफ्ट गरिन्छ। यसरी हुन्छ कुमारीको छनौट। आजको भिडियोमा हामीले कुमारी छनौट प्रक्रिया जानौँ। अर्को भिडियो कुन टपिकमा बनाऊ कमेन्ट गर्नुहोस्। आजको लागि यति नै हस्त, धन्यवाद।